नमस्ते सबैजनालाई नमस्ते छ। कृपया मेरो यो भिडियो सबैजनाले वाच गरिदिनु होला भनेर भन्न चाहन्छु। यदि मलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। फुल भिडियो वाच गरिदिनु होला भनेर मेरो विनम्र अनुरोध गर्न चाहन्छु सबैजनालाई। साथीहरू नभुलेर हेरिदिनु होला है त। सबैजना साथीहरूले जति पनि साथीहरू हुनुहुन्छ मेरो भिडियोलाई यो भिडियोलाई फुल वाच गरिदिनु होला। म पनि हजुरहरूको वाच गरिदिन्छु। जसले मेरो भिडियो वाच गर्छ म पनि उसको प्ले लिस्टको सबै भिडियोहरू वाच गरिदिन्छु भनेर भन्न चाहन्छु मैले। त्यसो हुँदाखेरि अब म यो ठाउँमा हाम्रो काम गर्ने ठाउँ यही हो। यहाँ हामी लगभग 10-12 जना जति सबै नेपाली छ काम गर्ने मान्छे। अनि 160 वटा गाई छ यसमा। अनि 5-6 वटा मेसिन छ। अनि मेसिनबाट निकाल्नुपर्छ दुध। अनि दाना दिने, घाँस दिने, सफाई गर्ने, दुध निकाल्ने अलग अलग छ के मान्छेहरू। लगभग एक दिनको 4000 लिटर जति आउँछ। 2 टाइम गरेर बिहान 2 बजे उठ्नुपर्छ। राति 2 बजे उठेर बिहान 6 बजे सकिन्छ। फेरि दिउँसोको 2 बजे स्टार्ट हुन्छ र बेलुका 6 बजे यस्तो हुन्छ हाम्रो ड्युटी। यो राम्रो छ, अरू ठाउँहरू भन्दा यो ठाउँमा राम्रो छ भनेर जानकारी गर्छु। सबैजनाले भिडियो वाच गरिदिनु होला। मेरो भिडियो वाच गर्ने जति पनि हुनुहुन्छ म उहाँहरूको सबैजनाको भिडियो म पनि वाच गर्छु। यसरी जाँदा राम्रो हुन्छ है त साथीहरू। नभुलेर वाच गरिदिनु होला नि सबैजनाले। यदि मलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। जोइन हुनु होला सबैजना साथीहरू। यदि नभएको अलरेडी जोइन छ भने त ठिक छ, केही छैन। अनि यही भन्न चाहन्छु म साथीहरूलाई, जसरी पनि वाच गरिदिनु होला है त। थ्याङ्क यू सो मच। आशा छ भिडियो वाच गरिदिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु मैले। हस्, थ्याङ्क यू सो मच, अल द बेस्ट भनेर भन्न चाहन्छु सबैजनालाई। थ्याङ्क यू सो मच, बाई बाई।